के तपाईँले कहिले कालोबजार बारे सोध्नुभएको छ? के हो यो? कहाँबाट आउँछ? आउनुहोस् आज यसको बारेमा छलफल गरौँ। सरल भाषामा यो एउटा अवैध बजार हो जहाँ सरकारको कुनै नियम, कर वा निगरानी बिना सामान किनबेच गरिन्छ। किन हुन्छ त यस्तो? मुख्य कारणहरू सामान नै अवैध हुनु, कर छल्नु वा जब बजारमा कुनै चिजको अभाव हुन्छ वा धेरै महँगो हुन्छ। यहाँ धेरै कुराको कारोबार हुन्छ। नक्कली सामान, अवैध हतियार, लागु औषध, लोपोन्मुख जनावर र सबैभन्दा भयानक कुरा त मानव बेचबिखन पनि हो। पहिला नगदमा मात्र हुन्थ्यो, तर अहिले डार्क वेब र क्रिप्टो करेन्सीले कारोबारलाई अझ गोप्य बनाएको छ। पत्ता लगाउन झनै गाह्रो छ। यसको असर के हुन्छ त? वैध व्यवसायलाई घाटा, सरकारलाई राजस्व नोक्सान, विद्यालय अस्पताललाई असर र अपराधलाई बढावा दिन्छ। कालोबजार बुझ्नलाई जटिल छ, तर